हेलो गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल। नमस्कार, सबै सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु। आज धेरै पछि म फेरि फिर्ता भएँ युट्युब च्यानलमा। आजभोलि धेरै बिजी भएको हुनाले त्यस्तो खासै भिडियो बनाउन पाइरहेको थिएन। अनि आज बनाउनुको रिजन चाहिँ भोलि मेरो एनिभर्सरी हो। भोलि भन्नाले नि अब यहाँकोलाई भोलि नै भनौँ, नेपालमा चाहिँ आजै भइसक्यो। तर आजै विस गर्नुपर्ने हो। मैले चाहिँ विस गरेको छैन किनभने मैले मेरो बुढालाई सरप्राइज दिँदैछु। सरप्राइज चाहिँ के भन्नुहुन्छ भने डायमन्डको रिङ भन्नु पनि नमिल्ने त्यस्तो खासै ठुलो खालको सरप्राइज होइन, सानो के मैले अब हाम्रो नेपाली साडी लगाएर यसो मैले बुके ल्याएको छु। बुके दिनु पर्ला। मेरो बुढालाई केही पनि थाहा छैन, लिटरली एउटा केही कुरा पनि थाहा छैन कि म उठेर यस्तरी सरप्राइज दिन्छु होला भनेर। किनभने हुन्छ नि त, अब केही पनि नसोचेको एकैचोटि भयो भने त सरप्राइज नै हो होइन। तर सानो कुरा हो आइनु, तर पनि मेरो बुढाको लागि ठुलो कुरा हो र मेरो लागि पनि ठुलै कुरा हो। त्यही भएर कसरी ठुलो कुरा भन्नुहुन्छ भने उहाँलाई केही पनि थाहा छैन। म आएको, म कामदेखि आएँ अनि त्यसपछि मलाई धेरै थकाइ लाग्छ। मैले पहिला म पेन किलर किन्न जान्छु, मेरो बडी दुखिरहेछ भनेर म बुके किन्न गएँ। किनभने उहाँलाई यति पनि केही मिसिङ भयो, मेरो जिन्दगीमा केही पार्ट मिसिङ भयो भने थाहा भइहाल्छ पक्कै यसले केही न केही गर्न लागि थिएँ या योसँग के भइरहेछ भनेर। अनि मलाई क्वेसन सोधेको गरेर सबै चाहिँ थाहा पाइहाल्नुहुन्छ। त्यही भएर मैले पेन किलर किन्न गएको छु भने अनि त्यसपछि मेरो कामदेखि नजिकै छ नि आज अनि त्यहीँ गएर मैले एउटा बुके किनेँ। अनि त्यसपछि घर आएँ। अनि घर आइसकेपछि मैले भने म अब सुत्छु, मलाई धेरै थकाइ लाग्छ भनेर सुत्न पनि सुतेँ। म साँच्चीकै सुतेँ, 3 घन्टा जति सुतेँ। अनि अहिले चाहिँ अब ठ्याक्कै मेरो बुढा आउने बेला भइरहेछ नि त। अनि 1 घन्टा जति उठेर मैले साडी लगाएर सकिहाल्छु होला नि त भनेर 1 घन्टा अगाडि उठेको। अनि अहिले उठेँ। अनि त्यसपछि अब 1 घन्टा छ, अब म रेडी हुन्छु। अनि त्यसपछि मेरो बुढा कस्तो हुनुहुन्छ है त हेरौँ। सरप्राइज मेरो बुढाले मलाई म्यासेज पनि पठाइसक्नु भयो ह्याप्पी एनिभर्सरी भनेर। तर मैले चाहिँ पठाएको छैन किनभने मैले पठाएको छैन, मैले हेरेको पनि छैन कि यत्तिकै बाहिरदेखि हेरेको। अनि अब मैले हेरेन भने त्यस्तो हुन्छ नि त, सुतेपछि साँच्चीकै नै सुतेकी रहेछ भन्ने हुन्छ नि त। के पठाउनु भएको छ हजुरहरूलाई सुनाउँछ है त पढेर। यु आर माई टुडे एन्ड अल अफ माई टुमोरोज, ह्याप्पी एनिभर्सरी माई लभ भनेर एउटा मेसेज आउँछ नि भएको रहेछ। के भएको छ मलाई थाहा भएन, मैले झन् हेर्दैन भनेको झन् भित्र खुलिहाल्यो कि। त्यही पनि अब यसो वास्ता नगर्ने त अनि इग्नोर द म्यासेज इन माई टेबल। आजभोलि काम गरेर केही पनि गर्न पाइएको छैन। सो जे ल्यायो यहीँ थुपाऱ्यो, जे ल्यायो यहीँ थुपाऱ्यो भइरहेछ। चिप्स कपाल कोर्यो भने चाहिँ नराम्रो हुने, अनि नकोरेर यत्तिकै हेयरस्टाइल गऱ्यो भने चाहिँ राम्रो देखिने कि। मलाई चाहिँ त्यस्तो हुन्छ। कपाल जति कोऱ्यो त्यति नराम्रो हुन्छ। त्यही नै नकोरेर फेरि मेरो मनले नै मान्दैन। हेर्नु त कपाल झरेर, ओ माई गड। मैले चाहिँ ब्लाउज लगाइसकेँ, अब मेकअप गर्न जाँदैछु। तर पनि यो ब्लाउजको माथिदेखि ज्याकेट लाउँछु है। किन हो है, अरूलाई चाहिँ यत्तिको जाडो हुन्न जस्तो लाग्छ कि मलाई चाहिँ। तर मलाई एकदम, अब म सायद बर्दियामा जन्मेको भएर पनि हुनसक्छ या अरू कुनै रिजन हो, आई डोन्ट नो। तर पनि एकदमै जाडो हुन्छ कि मलाई चाहिँ, लास्टै जाडो हुन्छ। अब यत्तिकै बस्न पनि सक्छु म है, नसक्ने होइन हुन त। तर पनि अब भोलि चाहिँ मेरो पेटमा ग्यास भएर, ग्यास जस्तो टाइपको के भएर पेट दुखेर के हुन थाल्छ, त्योभन्दा बरु होइन लगाइहाल्यो आनन्द हुन्छ क्या। हाइड्रेट हुनु पर्यो गाइज।
मेरो रुटिन चाहिँ जे पाए त्यही छ ल। डोन्ट फलो माई रुटिन। जे भेटाउँछु त्यही दलिदिन्छु मुखमा। कहिलेकाहीँ आँखा एकदमै कस्तो हुन्छ भने कालो टाइपको देखिरहेको हुन्छ है कहिलेकाहीँ। त्यस्तो कालो त होइन हुन त, त्यही पनि हो। Are you jealous? Are you jealous with my skin? आफ्नै फेस देखेर कहिलेकाहीँ डहा लाग्छ गाइस। तर कहिलेकाहीँ चाहिँ यति बिग्रेको हुन्छ, ओ भगवान्, लास्टै बिग्रिन्छ कहिले चाहिँ। कोही मेकअप स्किन केयर कोही ठुलै मान्छे भए थियो मैले सुनाउनु हुन्थ्यो। कोही पनि छैन मेरो हेर्नु, के सुनाउनु। सुनाउँदिनँ अब कसरी बिग्रिन्छ भनेर। आई क्रिम मैले चाहिँ यो येलो सिमर लगाउँदैछु है त। जे पाए त्यही आई मेकअप। ह्याप्पी एनिभर्सरी माया। कहाँ पुगेर आउनु भएको छ? कहाँ पुगेर आउनु? तपाईँ बाजी म उठेछ भनेर? Nej, i body bala dekhe. I thought you were planning something. Wow. कस्तो सरप्राइजै नहुने के? मैले यत्रो मेहनत गरेर के चाहिँ काम लाग्यो त? I'm really surprised. साँच्ची हो, म धेरै नै सरप्राइज भएँ। एक्सपेक्ट गरिरहेको थिएँ, त्यस्तो एक्सपेक्ट गरेको थिइनँ। साँच्ची भनेको। एक्सपेक्ट के गरिराख्नु भएको थियो त? के गरिराख्नु भएको थियो एक्सपेक्ट? बसिहालिस् कुरिहालिस् भनेर। फेल भयो मेरो।
मेरो प्लान फेल भयो That's गाइस not fair. I think I know your thoughts. तिम्रो सबै कुरा थाहा भएर हो कि मैले त झन् के पनि हिँड दिएको थिएन त आज त के पनि हिँड दिएको थिएन त झन् सुतेको पनि फोटो पठाइदिएको थिएँ त्यही त झन् शङ्का लाग्यो त मलाई थुइया धेरै चतुर भएछ जस्तै हुन्छ कि How am I I love you. looking? How am I looking? लुकिङ सो मच ब्युटिफुल कति पातली देखेको त सारी राम्रो हजुरभन्दा त मोटो देखेछु हो ओके बाई 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 मेरो प्लान फेल भयो त्यही पनि केही छैन फेल भएन फेल भन्दैन नि भाइ मैले एक्सपेक्ट चाहिँ गरेको थिएँ तर यति धेरै चाहिँ एक्सपेक्ट गरेको थिइनँ कुरिरहलिस् भन्दा एक्सपेक्ट गरेको थिएँ झन् फर्स्ट टाइम किनेर ल्याएको त फर्स्ट टाइम किनेर ल्याउनु मैले फेरि फर्स्ट टाइम यस्तो हुनु फेरि ओके गाइज बाई बाई बाई